CWC लिग 2 को नेपाल र युए को म्याच हेर्दै हुनुहुन्थ्यो भने अब पक्कै पनि तपाईहरुको दिन पनि मेरो जस्तै एकदमै हैन दिक्क लाग्दो चाहिँ भएको थियो होला हिजो। नेपालले CWC लिग 2 मा चाहिँ जतिवटा खेल यसपालि खेल्यो नेपालले एउटा पनि अङ्क बटुल्न सकेन। 4 वटा खेल खेलेको थियो, 2 वटा युएसए र 2 वटा युए सँग। अब नेपालले दुवै 4 वटा खेल चाहिँ नेपालले हार्यो। यसपालि नेपालको लागि चाहिँ CWC लिग 2 को यो युए मा भएको टुर्नामेन्ट चाहिँ लगभग नेपालको लागि अब बिर्सन लायक नै भयो। अब यसमा थुप्रै कुराहरू छ, अलिकति टेक्निकल कुराहरू हामी पनि गर्नेछौँ। नेपालको टिमको कमी कमजोरीहरू के छ, आगामी दिनमा के चाहिँ गर्नुपर्ने छ र सबैभन्दा ठुलो कुरा चाहिँ नेपालको हारको प्रमुख कारण चाहिँ यो लिग 2 को खेलहरूमा रह्यो भन्ने कुरामा हामी अलिकति चर्चा गरौँ। सम्भवतः यो CWC लिग 2 को मैले बनाउने यो अन्तिम भिडियो हुनेछ यसपालिको लागि। अब आगामी दिनमा अरू भिडियोहरू पनि आउँदै गर्नेछ। पहिलो कुरा चाहिँ अब लेट्स मुभ फरवर्ड हैन। अब खेल भन्ने कुरा हो, हार जित हुन्छ नै। अब जति नै जे भए पनि हामी नेपाली टिमलाई हामी एज अ फ्यान चाहिँ नै लामो समयदेखि सपोर्ट गरिरहेका छौँ, फलो गरिरहेका छौँ र निरन्तर त्यो माया चाहिँ हाम्रो तर्फबाट हुने नै छ। र यद्यपि अब टिमले जितेको बेला हामी एकदमै धेरै खुसी उत्साहित हुन्छौँ, किनभने नेपालले अहिले रिसेन्टली खेलिरहेका टुर्नामेन्टहरूले जति नेपालले त्यसमा जित्दै जान्छ अथवा नेपालले राम्रो गर्दै जान्छ, त्यसले चाहिँ आगामी आउने दिनमा चाहिँ नेपाललाई नेपालको क्रिकेटिङ फ्युचर छ त्यसलाई चाहिँ अझ धेरै सिक्योर, अझ राम्रो बिग प्लेटफर्महरू प्रोभाइड गर्नेछ। र CWC लिग 2 पनि त्यसैको एउटा सबैभन्दा ठुलो र महत्त्वपूर्ण कडी हो जस्तो मलाई लाग्छ। किनभने CWC लिग 2 बाट नेपालले थुप्रै अचिभमेन्टहरू गर्न सक्छ। पहिलो कुरा त हामीलाई ओडिआई विश्वकप खेल्नु छ 2027 को। त्यसको लागि चाहिँ CWC लिग 2 मा यदि नेपाल टप 4 मा क्वालिफाई गर्ने हो भने चाहिँ नेपालले 2027 मा ओडिआई वर्ल्ड कपका लागि क्वालिफायर्स खेल्न पाउँछ। त्यो नेपालको लागि सम्भवतः एउटा सबैभन्दा ठुलो मौका पनि हुन सक्छ। त्यो हामीले नगुमाउनु पर्ने एउटा महत्त्वपूर्ण म्याच पनि हो। त्यसका लागि यो CWC लिग 2 महत्त्वपूर्ण छ। र त्यसैगरी अर्को चाहिँ अब नेपालको ओडिआई स्टेटसको कुरा छ। आइसिसी को फर्मेटमा चाहिँ अब नेपालले कमसेकम टप 4 मा चाहिँ एन्ड गर्नुपर्ने हुन्छ यो CWC लिग 2 लाई आफ्नो इभन ओडिआई स्ट्याटस जोगाउनका लागि। र सबैभन्दा ठुलो ड्रिम भनेको जसरी नेपालमा क्रिकेट फस्टाइरहेको छ, जसरी हामी फ्यानहरू इङ्गेज भइरहेका छौँ क्रिकेटमा, एज अ नेपाली फ्यान भएर हेर्दाखेरि चाहिँ छिटोभन्दा छिटो अथवा इन द नियर फ्युचर वी अल वान्ट टु सी आवर क्रिकेटर टु प्ले इन टेस्ट क्रिकेट र एउटा टेस्ट स्टेटस हाम्रो नेपाली टिमलाई चाहिँ पाओस् भन्ने हामी सबैको एकदमै ठुलो एउटा चाहना र त्यो भनेको एउटा सबैभन्दा ठुलो ड्रिम पनि हो। यो CWC लिगका म्याचहरू यति महत्त्वपूर्ण छन् कि हामीले भोलि टेस्ट मान्यता पाउने कि नपाउने हैन, हामीले चाहिँ हैन 2027 को ओडिआई वर्ल्ड कप खेल्ने कि नखेल्ने भन्ने कुरा चाहिँ यही CWC लिग 2 का म्याचेसहरूले चाहिँ डिफाइन गर्नेछ। यो त अलिकति अब CWC लिग 2 किन हामीलाई महत्त्वपूर्ण छ भन्ने छ। अब 2022 पछाडिको CWC लिग 2 का खेलहरूमा नेपालको पर्फर्मेन्स चाहिँ एकदमै बिलो द एभरेज नै भएको छ, राम्रो भएको छैन हैन। यसमा चाहिँ नेपालले हालसम्म अब लगभग 20 वटा खेल खेलिसक्यो र यो 20 वटा खेलमा हामीले केवल 5 वटा मात्रै खेल जितेका छौँ। त्यो भन्नुको अर्थ चाहिँ कमसेकम हामीले 15-16 वटा म्याच चाहिँ हामी हारिसक्यौँ र यसले चाहिँ हामीलाई पोइन्ट टेबलको 7औं स्थानमा चाहिँ राखेको छ। हामीभन्दा तल सम्भवतः युए छ र नम्बर आई थिङ्क 1-2 मा चाहिँ युएसए र नेदरल्यान्ड्सहरू र स्कटल्यान्ड नम्बर 1, 2, 3 मा उनीहरू पोजिसन होल्ड गरेर बसिरहेको छ। अब यस अन्तर्गत चाहिँ हामीसँग लगभग 16 वटा खेल अझै बाँकी छ। 16 वटा खेल अब आउने दिनहरूमा हुनेछ, तर यी 16 वटा खेल नेपालका लागि एकदमै टफ, क्रुसल र यो 16 वटा खेल खेल्दा नेपाल अझ धेरै प्रेसरमा हुनेछ। किनभने नेपाललाई यता ओडिआई स्ट्याटस एटलिस्ट ओडिआई स्ट्याटस जोगाउनु छ भने अब 2027 को वर्ल्ड कप र टेस्ट ओडिआई को लागि एउटा रोड म्याप चाहिँ अब त्यो त छँदै नै छ। त्यही भएर यो अझै क्रुसल भएर जाने। यसपालिको CWC लिग 2 मा चाहिँ अफेक्ट अथवा हुन्छ नि एउटा फ्याक्टरको रूपमा चाहिँ के रह्यो भन्दाखेरि हामी रिसेन्टली अलिकति T20 फर्मेटको क्रिकेटहरू फास्ट क्रिकेट हो हैन। अब त्यो चाहिँ एकदम निरन्तर अब राम्रो खेलि पनि रहेका छौँ र राम्रो गरि पनि रहेका छौँ। त्यो माहौल चाहिँ नेपाललाई अहिले T20
फर्मेटमा हेर्ने हो भने एसोसिएट नेसनमा चाहिँ अब नम्बर 1 नै भन्नुपर्छ, किनभने रिसेन्टली हामीले वर्ल्ड कप क्वालिफाई पनि गऱ्यौँ, त्यो पनि होइन टप अफ द टेबल। त्यसभन्दा अघि हामीले T20मै अब टेस्ट नेसन वेस्ट इन्डिजलाई हरायौँ होइन। नेपालमा डोमेस्टिक लेभलमा पनि अब T20 क्रिकेटको चाहिँ नि राम्रो माहौल छ। क्यानले थुप्रै क्याम्पिङहरू पनि गरिरहेको छ। यसको एउटा ठुलो उदाहरण भनेको अब एनपिएलको पहिलो सिजनको सफलता पनि हो। यसले गर्दाखेरि अब T20 क्रिकेटमा चाहिँ हामी एकदमै राम्रो अगाडि बढिरहेका छौँ। तर समस्या के भइरहेको छ मेरो पर्सपेक्टिभबाट भने हामी T20 क्रिकेटलाई फोकस गर्ने क्रममा हाम्रो ओडिआईको क्रिकेटको खेललाई चाहिँ हामी अलिकति धेरै राम्रोसँग फोकस नगरे हो कि होइन। त्यसमा चाहिँ हाम्रो अझ राम्रो पर्फर्मेन्सहरू नभइरहेको हो कि होइन। जति तयारी राम्रो हुन्छ त्यति नै पर्फर्मेन्सहरू चाहिँ राम्रो हुँदै जान्छ। यो CWC लिग 2 को हामीले 20वटा खेल खेल्दा यदि हामी 5वटा मात्रै खेल खेलिरहेका छौँ र 15-16वटा खेल चाहिँ हामी हारिरहेका छौँ भने यसमा चाहिँ नि पक्कै नपक्कै हामीसँग राम्रो तयारी छैन भन्ने कुरा चाहिँ प्रष्ट हुन्छ। सो म यही नै भन्छु कि अब पहिलो हाम्रो जुन बेसिक फाउन्डेसन हुन्छ तयारी, त्यहाँबाट नै अब यो ओडिआई क्रिकेटमा चाहिँ अलिकति ल्याकिङ भइरहेको जस्तो लाग्छ। अब यसमा चाहिँ जस्तै नेपालमा ओडिआई क्रिकेटिङ कल्चर अथवा स्ट्रक्चर होइन, यो कुराहरूमा चाहिँ क्यानले चाहिँ आफ्नो इयरली क्यालेन्डरमा चाहिँ यसलाई कतिको होइन प्रायोरिटीको साथमा चाहिँ यसलाई राखिरहेको छ भन्ने कुरा पनि आउँछ। आई नो द्याट क्यान इज लाइक हुन्छ नि वर्किङ अन दिस, तर अझै पुगेन कि होइन भन्ने कुरा पनि हो। हुन त अब क्यानको कुरालाई मात्रै फोकस गरेर जाने हो भने हामीसँग लिमिटेड बजेट होइन, लिमिटेड फिजिकल स्ट्रक्चर्सहरू होइन, अब थुप्रै कुराहरू छ नेपालमा अझै पनि एज अ प्रोफेसनल क्रिकेट खेल्ने कल्चर होइन न्यू कमर्सहरूको लागि चाहिँ नै त्यो फाउन्डेसन चाहिँ नै तयार भइसकेको छैन। च्यालेन्जेसहरू थुप्रै छ। यद्यपि अब क्रिकेटलाई यदि चाहिँ लामो रूपमा लिएर जाने हो, हामी चाहिँ एउटा होइन क्रिकेटिङ नेसनको रूपमा चाहिँ आफूलाई इस्टाब्लिस गर्ने हो भने ओडिआई क्रिकेटलाई जरैदेखि बलियो बनाउन चाहिँ एकदमै जरुरी छ। र त्यसको लागि भनेको अब नेपालमा बढीभन्दा बढी ओडिआई क्रिकेट, बढीभन्दा बढी चाहिने लङ फर्मेटका क्रिकेटहरू र अलिकति प्रोफेसनली खेल्ने प्लेयरहरूलाई चाहिँ हुन्छ नि विभिन्न खालको क्याम्पिङहरू, सेसन, ट्रेनिङ जस्ता सेवा सुविधाहरू चाहिँ नै उपलब्ध गराउनु पनि देखिन्छ। त्यो चाहिँ नै बेसिक फाउन्डेसन हो, जसको कमी चाहिँ हामीले अहिलेकै रिसेन्ट म्याचहरूमा देखिरहेका छौँ। त्यो किन पनि हुन्छ भन्दाखेरि अब जसरी हाम्रो प्लेयरहरूले खेलिरहनु भएको छ, उहाँहरूले कुनै म्याचमा राम्रो, कुनैमा नराम्रो, कोही रिजल्ट अनएक्सपेक्टेड रिजल्ट पनि निकालिरहनु भएको छ। यसभन्दा अघि नेदरल्यान्ड्समा स्कटल्यान्ड नेदरल्यान्डसँगको हाम्रो CWCकै खेल एकदमै राम्रो भएको थियो। सायद हामीले 4वटा खेलमा 3वटा जितेका थियौँ होइन, त्यस्तो पनि छ क्या। सो तर के छ भने हामीले निरन्तरमा यो 2022 भन्दा पछाडि हाम्रो इन्कन्सिस्टेन्सी चाहिँ देखिन्छ कि हुन्छ नि। ओडिआईमा चाहिँ हामी राम्रो बेस्ट चाहिँ गरिरहेको छैनौँ है, त्यहाँ केही न केही हाम्रो टेक्निकल प्रब्लमहरू चाहिँ चलिरहेछ भन्ने कुरा चाहिँ प्रष्ट छ। त्यही भएर त्यो टेक्निकल इस्युजहरूलाई चाहिँ क्यानले सकेसम्म छिटो चाहिँ सोर्ट आउट गर्ने चाहिँ पहलमा लागोस् भन्ने छ। अब त्यसको अर्को फ्याक्टरको रूपमा चाहिँ नै T20 क्रिकेट पनि हो। अब T20 क्रिकेटले कसरी चाहिँ नेपाली ओडिआई क्रिकेटलाई चाहिँ अलिकति ह्याम्पर गरिरहेको जस्तो मलाई लाग्छ भने प्रायः तपाईँले हाम्रो T20 क्रिकेट खेल्ने खेलाडी र ओडिआई खेल्ने खेलाडीहरू हेर्नुभयो भने कमसेकम 8-9, अब कहिलेकाहीँ त होल प्लेइङ 11 नै त्यही टिम नै हुन्छ कि। अब यसको प्रत्यक्ष उदाहरण भनेको यसपालिकै जुन टिमले चाहिँ T20 ग्लोबल क्वालिफायर खेल्यो ओमानमा, त्यही टिम नै अलमोस्ट हामीले 2वटा चेन्जेस मात्रै गरेका थियौँ। सायद भीम सार्की र आरिफ शेख इन हुनुभयो, उहाँहरूले ओडिआई खेलिराख्नु भएको छ। त्यसबाहेक हाम्रो सेम नै टिम हो कि। अब यति ब्याक टु ब्याक हामी T20 वर्ल्ड कप क्वालिफायर र CWC लिग 2 खेलिरहँदा चाहिँ नै त्यो एडप्टेसन होइन, त्यो स्ट्र्याटेजी होइन, त्यसमा धेरै फरक पर्छ जुन देखियो पनि। हाम्रो खेलाडीहरू 50 ओभर को खेलको त्यो टेम्परमेन्टलाई चाहिँ नै होल्ड गर्नै सक्नु भएन इन द फिल्ड। अनि अब रोहित पौडेललाई तपाईँले त्यो 100 हान्नुभएको थियो, उहाँले त्यो खेलमा हेर्नुहुन्छ भने हि वाज भेरी टायर्ड कि एक्जोस्टेड भइरहनु भएको थियो नि त। हि वाज सिकिङ फर लट अफ मेडिकल एड्स होइन बिट्विन द गेम्स होइन। त्यो भनेको हो त्यहाँको ह्युमिड र हट वेदर कन्डिसनले गर्दा मलाई गाह्रो भएको थियो। तर पनि अब ओडिआई खेलिरहने खेलाडीले चाहिँ त्यस्तो धेरै प्रब्लम हुँदैन। हि मस्ट बी भेरी टायर्ड
प्लेइङ ब्याक टु ब्याक म्याचेस होइन, त्योभन्दा अघि चाहिँ नि वेस्ट इन्डिजसँगको सिरिज थियो। अब यी थुप्रै कुराहरूले गर्दाखेरि प्लेयरहरूलाई पनि अलिकति रेस्ट मौका होइन रिकभरी टाइम दियो भने चाहिँ प्लेयरहरूले मेरो विचारले अझ राम्रो पर्फर्मेन्स गर्न सक्नुहुन्छ जस्तो लाग्छ। सो एउटा त्यो फ्याक्टरले गर्दा पनि प्लेयरहरूलाई यसपालि CWC जस्तो महत्त्वपूर्ण लिग हामीले चाहिँ अलिकति अब अलि हल्का रूपमा लिएको हो कि भने जस्तो पनि देखियो। स्टुअर्ट ल नेपाल आउने बित्तिकै उहाँको पहिलो फोकस नै अब T20 वर्ल्ड कप क्वालिफायरको लागि थियो, जुन ठिक पनि हो किनभने त्यो महत्त्वपूर्ण इभेन्ट थियो। ही हेज डन द्याट एज वेल होइन, उहाँले टिमलाई नम्बर 1मा फिनिस पनि गराउनु भयो। तर कहीँ न कहीँ CWC लिग 2 चाहिँ आइसोलेट भएको जस्तो भयो। त्यो कारणले गर्दाखेरि क्रिकेट एसोसिएसन अफ नेपालले अब आगामी दिनमा चाहिँ नि अलिकति T20 क्रिकेट र ODI फर्मेटमा खेल्ने खेलाडीहरूलाई अलिकति स्प्लिट चाहिँ गर्नैपर्छ। अब सेम प्लेयरहरूले दुइटै गेम अकुपाई गर्दा चाहिँ अब यस्तै खालको प्रब्लमहरू आउँछ। हामी एकदम सिग्निफिकेन्ट म्याचेसहरू चाहिँ नि होइन राम्रो पर्फर्म नगरेर हारिरहेका छौँ। प्राय ठुलो क्रिकेटिङ नेसन्सहरूले चाहिँ नि अहिले T20 र ODI इभन टेस्ट खेल्ने प्लेयरहरू स्प्लिट गरिसकेको छ। फ्यु प्लेयर्सहरू चाहिँ नि दे क्यान बी रिपिटेड होइन, दुवै फर्मेट खेल्ने खालको अलराउन्डर्स अथवा के ब्याट्सम्यानहरू हुन पनि सक्नुहुन्छ। उहाँहरूले कस्तो खेल्नुहुन्छ पर्फर्मेन्समा भर पर्छ। तर मोस्टली 6वटा 7वटा प्लेयरभन्दा बढी नै चाहिँ फिक्स फर्मेटमा खेल्ने प्लेयरहरू हुन्छ। त्यसले गर्दा कहाँनिर फाइदा हुन्छ भने ODI खेल्ने जस्तै नेपालबाट त्यस्तो खेलिरहनु भएको अहिलेको कन्टेक्समा चाहिँ भीम सार्की हो। भीम सार्कीले खेलिरहँदा चाहिँ उसले ODI मात्रै सोध्छ जस्तो लाग्छ क्या मलाई होइन। वेन यु आर फोकसिङ इन वान फर्मेट होइन, त्यसमा चाहिँ तपाईँको स्ट्राटेजी, खेल्ने तरिका, तपाईँको ट्रेनिङ, एभ्रिथिङ टेक्निकल पार्टहरूदेखि लिएर होइन तपाईँको माइन्ड प्रिपेरेसनदेखि सबै कुराहरू चाहिँ एउटै खेलमा एउटै कुरामा मात्रै फोकस हुन्छ। जसले गर्दाखेरि तपाईँको पर्फर्मेन्स राम्रो हुन्छ। तपाईँले भीम सार्कीको अब यसमा अघिको म्याचेसहरू हेर्नुभयो भने कमसेकम हि इज द प्लेयर होइन हु कन्टिन्युसली प्लेइङ इन ओन्ली ODIs एन्ड डुइङ प्रिटी गुड होइन। आरिफ पनि राम्रो खेल्छ ODI, तर समटाइम्स हि इज अल्सो इङ्गेजिङ विथ T20s होइन। अब हि डिजर्भ्स टु प्ले द्याट होइन। त सो मैले त्यही भन्न खोजेको कि केही प्लेयरहरू चाहिँ बोथ फर्मेटहरू खेल्न सक्नुहुन्छ, तर सबैलाई चाहिँ हामीले दुइटै खेल खेलाउँदा नतिजा चाहिँ अहिले रिसेन्टली नेपाल क्रिकेटमा जे भइरहेको छ त्यही नै हुन्छ। अब हाम्रो लागि यो मिक्स फिलिङ भयो क्या होइन। ODI क्वालिफाई त गऱ्यौँ 2026मा हामी भारत र श्रीलङ्कामा हामी T20 वर्ल्ड कप त खेल्छौँ। तर यतातिर महत्त्वपूर्ण फाउन्डेसन अफ ODI क्रिकेट हेज बिन लस्ट होइन। अब यसमा त CWC त धरापमा छ अहिले। त्यही भएर अब क्यानले चाहिँ यसमा अलिकति बढी सरसल्लाह गरोस् होइन, यसमा अझ डिप एनालाइसिस गरोस् र सकेसम्म ODI र T20 क्रिकेट खेल्ने प्लेयरहरूलाई चाहिँ स्प्लिट गरोस् र उहाँहरूको ट्रेनिङ, उहाँहरूको होइन उहाँहरूले प्रिपेरेसन गर्ने कुराहरू अकर्डिङली चाहिँ गरोस्। र यो भनिरहँदा होइन, यो भनिरहँदा चाहिँ नि एउटा अर्को महत्त्वपूर्ण कुरा छोड्नै नहुने, अब हाम्रो सेकेन्ड जेनेरेसन होइन, हामी हरेकपल्ट न्यू जेनेरेसनको कुरा गरिरहेका छौँ। अहिले खेलिरहेको सबै प्लेयरहरू राम्रो हुनुहुन्छ। अलिकति अब फर्म इन्कन्सिस्टेन्सिजहरू चाहिँ अब चलि नै रहेछ। टेक्निकल कुरामा प्रब्लमहरू छ, त्यसको बारेमा हामी कुरा गरौँला। तर हाम्रो चाहिँ नि यङ प्लेयर्सहरू हुनुहुन्छ थुप्रै नेपालमा होइन। मैले कुरा गरिरहेको छु जस्तै अर्जुन कुमाल हुनुहुन्छ, त्रितराज दास होइन, बसिर, अब ईशान पाण्डेहरू, उनीहरू चाहिँ अब दे आर भेरी यङ गुड प्लेयर्स के। PM कपमा चाहिँ तपाईँले हेर्नुभयो भने यसपालि टप 5 मोस्ट रन गेटर्सहरू चाहिँ यी यङ्स्टरहरू नै छ कि। एन्ड भेरी स्याडली होइन, नन अफ देम एक्चुली गट चान्स इन CWC लिग 2 के। सो त्यो चाहिँ नि एउटा अलिकति नयाँ मेहनत गरिरहने प्लेयरहरू होइन, खेलिरहेको पर्फर्मेन्स गरिरहेको प्लेयरहरूको लागि डिमोटिभेसन पनि हो। एटलिस्ट यसपालिको CWC लिग 2 मा हामी कुन सिचुएसनमा खेल्न गइरहेको छौँ भन्ने कुरा चाहिँ टिम म्यानेजमेन्ट सबैलाई थाहा थियो। किनभने हामी पहिला चाहिँ वेस्ट इन्डिज, त्यस पछाडि ओमान होइन मा किनभने हामी चाहिँ नि सुरुमा वेस्ट इन्डिजसँग सिरिज खेल्यौँ अनि राइट अवे हामी वर्ल्ड कप क्वालिफायर खेल्न गयौँ र त्यस पछाडि फेरि CWC को लागि ब्याक भएको छौँ। अब प्लेयरहरूको माइन्डसेट चाहिँ नि मेरो विचारले उहाँहरूले ब्याक टु ब्याक त्यो विनिङ्सहरू भइरहेको थियो होइन। त्यसले गर्दाखेरि दे हेभ अ भेरी हाई इन्टेन्ट टु प्ले होइन। अब हुन्छ नि एउटा पोजिटिभ माइन्डसेट त थियो। तर जब अब हामी CWC खेल्न गयौँ त्यतिखेर चाहिँ अब एक्चुअल ग्राउन्ड पर्फर्मेन्स चाहिँ बिग्रियो। किन भन्दाखेरि त्यो त्यहाँनिर फ्याक्टर त छ,
दे मस्ट बी टायर्ड होइन, दे मस्ट बी ओन्ली प्लेइङ इन T20 एन्ड नाउ यु हेभ टु एड्याप्ट इन न्यू कन्डिसन्स होइन, त्यसले गर्दाखेरि भएन क्या। तर यो ठाउँमा चाहिँ जब हाम्रो PM कपमा पर्फर्म गरिरहेको एक दुईजना गुड पर्फर्मरहरू मैले भनिसकेँ, अर्जुन कुमार, पृथ्वीराज दासहरूलाई चाहिँ एटलिस्ट चाहिँ ब्याकअपको रूपमा होइन युए लिएर जान सकिन्थ्यो होला। दे कुड हेभ मेक डिफ्रेन्स इन टिम होइन, अथवा एउटा दुईवटा म्याचमा चाहिँ उहाँहरूलाई टेस्ट गर्न सकिन्थ्यो। एटलिस्ट बेन्च चाहिँ हुन्छ नि, बेन्चमै बसे पनि दे कुड हेभ अ चान्स टु लर्न many things because they are the future होइन, very soon they are to play taking a responsibility for टिम नेपाल। त्यो सिचुएसनमा चाहिँ हामीले यङ्स्टरहरूलाई चान्स नदिँदा चाहिँ अलिकति मलाई चाहिँ चित्त बुझेको छैन अनेस्टली भन्दाखेरि। यसको प्रमुख रिजन भनेको रिसेन्टली PM कपमा 5वटा 6वटा डोमेस्टिक प्लेयरहरूले चाहिँ नि राम्रो पर्फर्मेन्स गर्नुभएको छ। इभन हाइएस्ट स्कोरिङको हिसाबले चाहिँ नि 1 to 5 6 मा उहाँहरू हुन्छ नि, बल्ल कुशल भुर्तेल होइन, दिपेन्द्र सिंह ऐरीहरूले चाहिँ नि 7th 8th मा गर्नुभएको छ। द्याट डजन्ट मिन दे डोन्ट प्ले वेल, बट यु नो राम्रो मेहनत गरिरहेको होइन, टिममा आउनको लागि मेहनत गरिरहेको यङ्स्टरहरूलाई पनि चान्स मौका दिनुपर्छ जस्तो लाग्छ। अनि यसपालि चाहिँ नि एउटा बेस्ट चान्स थियो उहाँले पाउने। मलाई थाहा छ यसभन्दा पहिले सायद नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको यही CWC लिग 2 मा चाहिँ हाम्रो न्यू प्लेयरहरू लिएर जानुभएको थियो कि त्यतिखेर उहाँले अफ म्याच चाहिँ खेल्नु भएको थियो होइन। थुप्रै 2-3वटा राम्रो पर्फर्मेन्स गरेको प्लेयरहरू हुनुहुन्थ्यो नेसनल टिमबाट, आई मिन डोमेस्टिकमा। उहाँले खेलमा चाहिँ त्यति मौका नपाए पनि होइन अफ द टुर्नामेन्ट त खेल्नु भएको थियो। सो त्यो आस्पेक्टमा चाहिँ न्यू प्लेयर्सहरूलाई यसपालि CWC मा मैले कुनै पनि देखिनँ, अथवा त्यस्तो नाम पनि आएन कुनै नयाँ होइन। यो अर्जुन कुमारहरू गएको छन्, वी नो द्याट दे आर भेरी यङ, बट डजन्ट मिन द्याट यु नो दे क्यानट प्ले होइन। हाम्रो नेपालमा त झन् 16-17 वर्षदेखि नै हामी नेसनल टिममा डेब्यु गरेर खेलहरू खेलिरहेको हाम्रो एक्सपिरियन्स छ। सो दे कुड हेभ प्ले फ्यु म्याचेस होइन, एटलिस्ट टु टेस्ट होइन, टु गिभ देम अ चान्स। यो कुरालाई पनि उहाँहरूले यो बेस्ट मौका हुनसक्थ्यो, किनभने मोस्ट अफ आवर प्लेयर वर प्लेइङ T20 क्रिकेट एन्ड फ्यु अफ देम दे आर टायर्ड होइन। त्यो सिचुएसनमा चाहिँ नि कुड हेभ अ बेटर चान्स टु गिभ देम अ चान्स, बट एनिवे अब त्यस्तो भएन होइन। तर यो कुरालाई चाहिँ क्यानले चाहिँ नि यो कुरामा पनि ध्यान दियोस् भन्ने एउटा मेरो रिक्वेस्ट। र अब प्लेयरहरूको पर्फर्मेन्सको कुराहरूलाई मात्रै हेर्ने हो यो CWC लिग 2 अन्तर्गतका खेलमा भने अब पुवर पर्फर्मेन्स होइन, अब कन्सिस्टेन्ट ब्याटिङ कुनै प्लेयरबाट पनि आएन। एउटा खेलमा राम्रो, अर्कोमा फेरि ड्रप डाउन होइन। अब एक दुईवटा पारीहरू चाहिँ नि केही प्लेयरहरूबाट राम्रो आयो, तर त्यो होइन एउटा लङ इनिङ्सहरू खेल्न नसक्ने, पार्टनरसिप बिल्डिङमा हाम्रो प्रब्लमहरू भयो। गुड स्टार्टमा पनि हामी कहीँ न कहीँ चुकेको थियौँ, खेलाडीहरू हतारिएको जस्तो होइन। मलाई अझै पनि याद छ हिजोको त्यो गेम अवेरनेसमा पनि प्रब्लम। हिजो भीम सार्की र आसिफ शेखको राम्रो पार्टनरसिप भइरहेको थियो, तर होइन दे हेभ अ मिसकम्युनिकेसन होइन। त्यो मिसकम्युनिकेसन भनेको ओके अनलकी जस्तो लाग्छ हामीलाई हेर्दाखेरि, तर द्याट इज वाट दे हेभ टु लर्न के हुन्छ नि, वेन दे आर इन अ गुड स्टेट अफ माइन्ड होइन, वेन दे आर रेडी एन्ड प्रिपेयर, त्यो गेम अवेरनेस चाहिँ त्यसरी आउँछ जस्तो लाग्छ कि। यस्ता थुप्रै मोमेन्टहरू चाहिँ नि थ्रु आउट द टुर्नामेन्ट भएको छ क्या होइन, जहाँ अब हाम्रो राम्रो मानिने फिल्डिङ होइन, क्याचेजहरू होइन, यस्ता कुराहरू पनि हामीले यसपालि गुमायौँ कि, मिस्टेक भएको छ होइन। लामो इनिङ खेल्नको लागि ब्याट्सम्यानहरू प्रिपेयर भएको जस्तो देखिएन। त्यो सानो सानो पार्टनरसिप बिल्डअपहरू त्यस्तो कुराहरूमा चाहिँ एकदम ल्याकिङ। हाम्रो सिङ्गल्सहरू होइन, त्यो राइट जोनमा चाहिँ बलहरूलाई चाहिँ नि ड्राइभ गर्नु नसक्ने होइन, स्ट्राइकहरूलाई प्रपरली रोटेट नगर्ने। र अर्को कुरा लागेको चाहिँ हाम्रो ब्याट्सम्यानहरूले होइन त्यो सेट हुनको लागि चाहिँ टाइमहरू धेरै लिएको होइन, लिने के। अब ओडिआईमा मैले आफूले इन्टरनेसनल क्रिकेटहरूमा हेर्दाखेरि मोस्टली अब कन्स्टेन्ट ब्याट्सम्यानहरूले चाहिँ नि म्याक्सिमम् लिने भनेको 2-3 ओभर्स होइन। गेमको सिचुएसन पनि हुन्छ, बट मोस्टली चाहिँ नि मिडल ओभरमा आएको छ स्पिन होइनहरूसँग खेलिरहेको छ भने उनीहरूले पहिलो ओभरदेखि नै बिट्विन द विकेट चाहिँ उनीहरू रन स्टार्ट गरि नै हाल्छ होइन। अब त्यसमा चाहिँ हाम्रो प्लेयरहरू चाहिँ टन्नै टाइम लिने होइन, 20 बलमा 2 रन होइन, 30 बलमा चाहिँ 5 रन टाइपको, अनि बल्ल एक्सलेट गर्ने बेलामा चाहिँ अनि आउट हुने होइन। त्यस्तो त्यस्तो खालको सिचुएसनहरू धेरै भयो। त्यो भएर तयारी धेरै जरुरी छ। र जे भए पनि अब नेपालको लागि यो बिर्सन लायकको CWC को म्याच भयो।
म आफू पनि त्यति धेरै खुसी भइनँ यो खेल हेर्दाखेरि सो मेनी थिङ्स द्याट डिसपोइन्टेड अबाउट त्यही भएर अब नेपाली टिमले चाहिँ आगामी सिडब्लुसीका म्याचेसहरूमा चाहिँ नि अझै प्रेसर हुनेछ र अब राम्रो खेलोस् होइन नयाँ यङ्स्टरहरूलाई चान्स दियोस् होइन अलिकति ओडिआई क्रिकेटलाई मात्रै माइन्डमा राखेर खेल्ने खालको खेलाडीहरू प्रड्युस होस् र अर्को कुरा नेपालमा बढीभन्दा बढी चाहिँ नि लङ फर्मेटका क्रिकेटहरू इन्ट्रोड्युस गराइयोस् भन्ने आशा छ र अब यो अन्तिम भिडियो हुनेछ सिडब्लुसी अन्तर्गतको मेरो कभरेज यस पछाडि चाहिँ हामी एनपिएलमा फोकस गर्नेछौँ किनभने एनपिएल इज इट्सेल्फ अ फेस्टिभल जुन अब केही दिनमै सुरु हुँदैछ दे आर सो मेनी थिङ्स द्याट गोइङ अन मैले कभरेज गर्न पाएको छैन बट नाउ वी आर गोइङ टु फोकस अन एनपिएल अनि अब लेट्स फर्गेट इट होइन खेलमा हार जित हुन्छ अब आउने दिनमा चाहिँ नेपालले अझ राम्रो गर्दै जाओस् एनपिएललाई चाहिँ भव्यताका साथ हामी सफल होस् भन्ने शुभकामना सहित थ्याङ्क यू फर वाचिङ दिस भिडियो